त्यहाँ बसेर यो पिङसिङ हालेर यसमा खेल्थ्यौँ। यही बुट्टा हो, पिपलको बुट्टा यो। यहाँदेखि तल लाग्यौँ हामी, पानी लिन जाने बाटो यही बाटो हो, पानी लिन जाने। पहाडतिर रमाइलो छ, जे होस् एक्लै भए पनि एक्लै भएको महसुस हुँदैन। यताउता चाहिँ हेर्न मन लाग्छ, देखिन्छ, राम्रो लाग्छ, खुसी लाग्छ सबै चिज देखिँदा। त बाटो यस्तो छ, अलिकति बिस्तारै हिँड्नु पऱ्यो है, मात्र गइन्छ। फेरि यो बाटो यो के को फुल हो? मलाई पनि थाहा छैन। यो चाहिँ आँपको बुट्टा। आज भोलि त फल्ने छैन, सायद बर्खामा फल्छ होला। यहाँ चाहिँ यो चाहिँ माथि अघि देखाएको थिएँ नि, त्यो ठाउँ हो माथि। यसको नाम के थाहा छ? केतुकी। यो चाहिँ केतुकी। त्यहाँ फुलहरू फुलेछन् र माथि यहाँदेखि तल जाने हो। धारा पुटिन्छ एकछिनमा। आहा, यो सल्लाहको बुट्टा, सल्लाहको रुख। अघि म त्यहाँदेखि यो देखिन्छ नि पिपलको बुट्टा, त्यहाँदेखि तल झरेको। पानी लिने बाटो यो हाम्रो। उता गाउँतिर यही धारा हो हाम्रो। माथि मुहान छ, त्यहाँदेखि पानी आउँछ माथिदेखि। त्यो यहाँदेखि पानी आउँछ। अनि यहाँ पोखरी बाँधेछ सानो, यो चाहिँ पोखरी सानो। अनि धारा, यो पानी चाहिँ अर्को गाउँमा लग्ने पाइप छ यहाँ। अहिले त खोलिदिन्छौँ, साँझ चाहिँ लगाइदिन्छ हामीहरू। यो यहाँ बन्द गर्ने, त्यहाँदेखि लगाउने। राम्रो पानी लिन जान्छौँ हामी चाहिँ, पानी लिन्छौँ भन्छु कि तिम्रो दुई छ चप्पल खोल्छु, पानी चाहिँ भर्छु आनन्दले। ल गर्ने अलिक चिसो छ हौ, साह्रै चिसो।
पानी पर्न थालेको भोलि जाने हो। पानी पर्न आँट्यो। पानी पर्न थाल्यो। पानी पर्न थाल्यो।